Thank you, Holy Spirit. Okay, यो बिहानी हामी आराधनामा पसिरहेका छौँ अनि यदि म बोलेको तपाईँ सुन्दै हुनुहुन्छ भने म सबैजनालाई स्वागत गर्न चाहन्छु यो बिहानी परमेश्वरको उपस्थितिमा परमेश्वरलाई आराधना गर्ने त्यो वेदीमा म तपाईलाई स्वागत गर्छु सबैजनालाई एकचोटि जय मसीह सबैजनालाई थ्याङ्क यू सो मच हामी दोस्रो दिन आजको दिन फेरि परमेश्वरलाई आराधना गर्दै उहाँको उपस्थितिभित्र पसिरहेको छौँ अनि हामी आराधनाभित्र पस्दै गर्दाखेरि एकैछिन हाम्रो आँखालाई बन्द गरौँ सबैजनालाई हाम्रो हृदयलाई तयार पारौँ हाम्रो जीवनलाई परमेश्वरको उपस्थितिमा जाँदै गर्दा आफ्नो जीवनलाई एकैछिन हेरौँ हाम्रो हृदयलाई तयार बनिकन परमेश्वरको उपस्थितिभित्र प्रवेश गरौँ किनकि परमेश्वरको उपस्थितिमा जाँदै गर्दा चाहिँ हामी कहिले पनि हामी ग्रान्टेड लिन सक्दैनौँ सजिलो प्रकारले भइहाल्छ परमेश्वरलाई चलिहाले आराधना होइन परमेश्वरले चाहिँ उत्तम भागलाई माग गर्नुहुन्छ हाम्रो जीवनमा एक्सेप्टेबल उहाँको अगाडि ग्रहण योग्य हुनु जरुरी छ हाम्रो आराधना हाम्रो प्रशंसा परमेश्वरको अगाडि ग्रहण योग्य हुनु जरुरी छ आज बिहानी बैठेर आत्मालाई भनौँ प्रभु मेरो हात उठ्दै गर्दाखेरि तपाईँको अगाडि ग्रहण योग्य होस् मेरो ओठले तपाईँको स्तुतिको बलिदान स्तुतिको भेटी चढाउँदै गर्दाखेरि त्यो तपाईँको अगाडि एक्सेप्टेबल होस् यद्यपि म घुँडा टेकौँला प्रभु म त्यो घुँडा टेक्दै गर्दाखेरि चाहिँ त्यो मेरो हृदयभित्रको भक्ति मेरो हृदयबाटको त्यो श्रद्धा त्यो आराधना गहिरो तपाईँलाई त्यो भक्ति भएको होस् हेर्नुहोस् आज बिहान यो आराधनामा जाँदै गर्दा एकैछिन भन्नुहोस् प्रभुलाई प्रभु म तपाईँलाई मन पर्दा आराधना गर्न चाहन्छु म तपाईँलाई हृदयबाट आराधना गर्न चाहन्छु परम प्रभु यो बिहानी आराधनाको वेदीमा आउँदै गर्दाखेरि म मेरो सबै कुरालाई तपाईँको उपस्थितिमा समर्पण गर्दछु प्रभु त्यो आराधना चाहिँ तपाईँले आत्मा नि सत्यतामा गर्ने आराधकलाई तपाईँले खोज्दै हुनुहुन्छ जसले हृदयको त्यो सत्यताबाट तपाईँलाई पुज्दछ जसले आत्माद्वारा तपाईँ परमेश्वरको खोजी गर्दछ किनकि तपाईँ आत्मा हुनुहुन्छ शरीरले केही फाइदा दिँदैन नि तपाईँको वचनले हुनुहुन्छ हाम्रो शरीरलाई मजा आउने आराधना होइन प्रभु तर आत्मा नि सत्यतामा हामी तपाईँलाई आराधना गर्न सकौँ यो बिहानी यो आराधनाभित्र प्रवेश गर्दै गर्दाखेरि प्रभु हाम्रो हृदयभित्र तपाईँको उपस्थितिले कार्य गर्न सुरु गरेको छ ओ लर्ड हामी आफूलाई नम्र तुल्याउँछौँ तपाईँको उपस्थितिमा हामी को हौँ र प्रभु हामी कोही पनि होइनौँ तर आज तपाईँलाई आराधना गर्ने ठाउँमा तपाईँलाई ल्याउनु भएको छ तपाईँलाई हेज एउटा राजकीय पुजारी भइकन प्रभु तपाईँलाई प्रशंसा गर्ने ठाउँमा ल्याउनु भएको छ हामी तपाईँको प्रजा कहलाएको छौँ हे परमेश्वर सबै कुरा तपाईँको अगाडि ग्रहण योग्य ठहरिन सक्दछ आज बिहानी यो आराधनाभित्र हामी प्रस्दै गर्दाखेरि यो जुमद्वारा हामी जहाँ जहाँबाट नि जोडेका छौँ प्रभु हामीलाई दर्शक होइन तर हामीलाई आराधक बनाउनुहोस् प्रभु हामीलाई रमिता हेर्ने होइन तर साँचो आत्मा नि सत्यतामा आराधना गर्ने व्यक्तिहरू बनाउनुहोस् आज बिहानी प्रभु यस ठाउँमा अरू कुनै नाउँ होइन तर येशू तपाईँको नाउँ उचालियोस् तपाईँ महिमित बन्नुहोस् यो प्रार्थनालाई माग्दछु येशूको नाउँमा आमेन आमेन थ्याङ्क यू लर्ड ओके हामी आराधनाभित्र पस्दैछौँ नि यति बेला एउटा वचनलाई म पढ्न चाहन्छु परमेश्वरको वचन भजन सङ्ग्रह 24 बाट म केही खण्डलाई म पढ्न चाहन्छु अनि यहाँ साह्रै मजाको कुरा लेखेको छ
भजन सङ्ग्रह 24 को 3 देखि म पढ्दैछु। परमप्रभुको डाँडामा को उक्लन सक्ला, उहाँको पवित्र स्थानमा को खरा हुन सक्छ। त्यही नै जसको हात निर्दोष छ, जसको हृदय निर्मल छ, जसले आफ्नो मनलाई मूर्तितिर लगाएको छैन, जसले झुटो कुरामाथि शपथ खाँदैन, त्यसले नै परमप्रभुबाट आशीर्वाद पाउनेछ र त्यसको उद्धारकर्ता परमेश्वरले त्यसलाई निर्दोष ठहराउनु हुनेछ। उहाँलाई खोज्ने पुस्ताका मानिसहरू यस्तै हुन्छन्, जसले हे याकुबका परमेश्वर तपाईँको दर्शनलाई खोजी गर्दछ। यहाँनिर यो वचनले यति साह्रो स्पष्टसँगले भन्छ, त्यो डाँडामा, परमेश्वरको डाँडामा हामी को चाहिँ खरा रहन सक्छ, त्यो पवित्र स्थानमा को खरा हुन सक्छ, को उक्लन सक्छ। आज बिहान यो आराधना गर्ने डाँडामा आउँदै गर्दाखेरि, जो मोरियाको डाँडामा अब्राहम परमेश्वरलाई आराधना चढाउनको लागि उसले उत्तम भाग लिगन आफ्नै पुत्रलाई लिगन चाहिँ चढेर गयो। जुन डाँडामा, जुन कर्मेल डाँडामा एलियाले परमेश्वरलाई आराधना गर्नको लागि सारा इजरायलको अगाडि उसले इजरायलको परमेश्वरको पुकारा गरे। आज हामी त्यही डाँडामा परमेश्वरले बोलाउनुहुन्छ आराधना गर्नको लागि। त्यही डाँडामा परमेश्वरले खरा भएको परमेश्वर मन पराउनुहुन्छ। त्यो चाहिँ आराधना, साँचो आराधना गर्ने डाँडा हो। अनि आज बिहान यो पवित्र डाँडामा हामी उक्लिँदै गर्दाखेरि परमेश्वरले हामीबाट माग गर्नुहुन्छ, त्यो को चाहिँ त्यो डाँडामा उक्लेर परमेश्वरलाई आराधना गर्न सक्छ, को व्यक्ति चाहिँ त्यो आराधना गर्ने डाँडामा उभिकन परमेश्वरलाई खोज्न सक्छ। बाइबलले भन्छ, जसको हात निर्दोष छ। आज बिहानी यो हात उठाउँदै गर्दाखेरि प्रभुको रगतले यो हातलाई शुद्ध गरी मागौँ। हामी यो हातले हामीले धेरैचोटि परमेश्वरलाई मन नपर्ने कुराहरू, परमेश्वरको विरुद्धमा खरा भएको यो हातहरू, आज बिहानी हाम्रो हात निष्कलङ्क हुनु जरुरी छ। आज बिहानी परमेश्वरको वचनले भन्छ हाम्रो हृदय चाहिँ शुद्ध हुनु जरुरी छ। धन्य हृदयमा शुद्ध हुनेहरू, किनकि तिनीहरूले परमेश्वरलाई देख्नेछ। आफ्नो मनलाई व्यर्थको कुराहरूमा, मूर्तिहरूतिर लगाएको छैन। के तपाईँ र म भित्र मूर्तिले त बास गरेको छैन। उहाँको वचनले भन्दछ, उहाँको वचनले यो कुरा भन्दछ, मूर्तिहरूसँग परमेश्वरको, जिउँदो परमेश्वरको मन्दिरको के सरोकार हुन्छ। आज बिहानी उहाँको वचनले भन्छ, उहाँ त्यो ठाउँबाट निस्केर आऊ र तिमीहरू अलग हो र म तिमीलाई ग्रहण गर्छु, म तिमीहरूको पिता हुन्छु र तिमीहरू मेरो छोराछोरी हुनेछौ भने उहाँको वचनले भन्छ। हेर्नुहोस्, यो बेला आराधनाभित्र पस्दै गर्दाखेरि म तपाईँलाई आराधनामा सिधै गीत गाइकन लान चाहदिनँ, तर म तपाईँलाई तयार हुन लाउँदैछु। तपाईँको हृदयलाई तयार बनाउनुहोस्। हामी त्यहाँ आराधना गर्ने डाँडामा आउँदै गर्दाखेरि हामी परमेश्वरलाई लापरवाही जस्तो पाए त्यस्तै आराधना गर्न सक्दैनौँ। उहाँले उत्तम भागलाई माग गर्नुहुन्छ। कैनको हृदयभित्र चाहिँ छल दियो, जसले परमेश्वरलाई आराधना गर्नको लागि त त्यो डाँडामा उक्ल्यो, तर उसले चलिहाल्छ भन्ने आराधना परमेश्वरलाई दिए। परमेश्वरले देख्दैन त, उसले ग्रान्टेड लियो, त्यो कुरालाई क्याजुअल लियो, चलिहाल्छ। अनि जसै उसले त्यो ठाउँमा आराधना गरे परमेश्वरको अगाडि ऊ ग्रहण योग्य ठहरेन। तर उसकै भाइ हाबेलले चाहिँ उत्तम भाग लिकन परमेश्वरको उपस्थितिमा गए, उत्तम भागलाई परमेश्वरको उपस्थितिमा लिएर गए। जुन आराधनालाई चाहिँ परमेश्वरले ग्रहण गर्नुभयो, जुन आराधनाद्वारा चाहिँ नि हाबेल चाहिँ परमेश्वरको अगाडि ग्रहण योग्य ठहरिए। ऊ मरेर गयो, ऊ शहीद भएर गयो, तर उसको रगतले अहिले पनि दुहाई गर्छ। धर्मीजनको त्यो रगतले चाहिँ अहिले पनि चित्कार गर्छ, अहिले पनि न्यायलाई माग्छ। किनकि आराधना गर्ने त्यो डाँडामा उक्लिने व्यक्तिको जीवन, उसको रगत चाहिँ
यति बिघ्न शक्तिशाली हुन्छ, पुस्ता पुस्तासँग चाहिँ युग युग बितेर जान्छ, तर त्यो व्यक्तिको आराधनालाई चाहिँ नि जहिले पनि पुस्ता पुस्तामा काउन्ट गरिन्छ। आज बिहानी तपाईँ कस्तो भेटिलिकन परमेश्वरको उपस्थितिमा आउँदै हुनुहुन्छ? सबैजना मसँग जोडिनु हुने जतिजना पनि हुन्छ, म बिन्ती गर्छु तपाईँलाई आफ्नो भिडियोलाई अन राख्नुहोस्। तपाईँ यहाँनिर दर्शक हुनुहुन्न, धेरैचोटि अनलाइनमा सेवाकाई गर्दै गर्दाखेरि गीत गाउने आराधना गर्ने मान्छे चाहिँ एउटा पर्फर्मर मात्रै भइरहेको हुन्छ। परमेश्वरलाई पर्फर्मर चाहिएको होइन, ब्यान्ड पनि चाहिएको होइन। यदि तपाईँ यो बिहानी मैले कस्तो गाउँछ र हामीले कस्तो आराधना गर्छ भन्ने ठाउँमा आउनु भएको छ भने तपाईँ गलत डाँडामा चढ्दै हुनुहुन्छ। तर यदि साँच्चै तपाईँ आराधना गर्नको लागि त्यो डाँडामा उक्लिँदै हुनुहुन्छ भने आफ्नो हृदयलाई खोल्नुहोस्, आफ्नो भिडियोलाई अन गर्नुहोस् अनि त्यो डाँडामा उक्लिनुहोस्। तपाईँको घरमा हुनुहुन्छ, घुँडा टेक्नुहोस्, आफ्नो हातलाई उचाल्नुहोस्। एउटा हृदयबाटको भक्ति हुन्छ नि, परमेश्वरलाई चढाउन थाल्नुहोस्। आज दुःख लाग्छ, हाम्रो जीवनबाट त्यो हृदयबाटको श्रद्धा अनि भक्ति हामीले हराइपठाएका छौँ। हाम्रो जीवनलाई यति साह्रो हामी परमेश्वरलाई आराधना चढाउने कुरामा चाहिँ हामी यति साह्रो नोमिनियल, हामी क्याजुअल भइसकेका छौँ। जो हेर्नु भने चाहिँ नि हामीभन्दा उत्तम चाहिँ नि अरू धर्म मान्ने मानिसहरूले उनीहरूको ईश्वरलाई भक्ति चढाइरहेको हुन्छ। तर हामीभित्र खोइ त्यो भक्ति, हामीभित्र खोइ त्यो श्रद्धा, खोइ परमेश्वरलाई गर्ने इज्जत हाम्रो जीवनमा, खोइ परमेश्वरको भय हाम्रो हृदयमा। यदि आराधना गर्दै गर्दा परमेश्वरको भयले हाम्रो हृदय छुएको छैन भने हामी गलत जग्गामा छौँ। हाम्रो हृदयलाई शुद्ध गरी माग्नुपर्छ। यदि हामी हृदयभित्र परमेश्वरको आराधना चढाउने जग्गामा आउँदै गर्दाखेरि तपाईँ भित्र त्यो श्रद्धालाई भेटाउन सकिनु भएको छैन भने हामी रङ ठाउँमा छौँ। धोइ मागौँ हाम्रो हृदयलाई यो बिहानी प्रभुको रगतले, शुद्ध गरी मागौँ हाम्रो हातहरूलाई यो बिहानी। हाम्रो मनलाई हामीले व्यर्थको कुरामा लागेका छौँ। धेरैको लागि आज व्यर्थको कुरामा मन, पैसा नै आराधना भइरहेको छ। काम 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 पैसा आराधना भइरहेको छ। धेरैको लागि आजको दिन आफ्नो परिवार नै उसको लागि प्रायोरिटी आराधना भइरहेको छ। के तपाईँ त्यो पवित्र डाँडामा परमेश्वरलाई आराधना गराउन चाहनुहुन्छ? अब्राहमले जस्तो इसाकलाई बलिदान गर्नु तयार हुनुपर्छ। अब्राहमले जस्तो भन्नु सक्नुपर्छ, परमेश्वरको इच्छालाई उसले कुनै पनि वाद विवाद नगरिकन आफ्नो पुत्रलाई लगिकन बलिदान चढाउन, उत्तम भाग तपाईँलाई मन परेको कुरा परमेश्वरको अगाडि बलिदान चढाउनु तयार हुनुहुन्छ? नत्र के कुरामा चाहिँ तपाईँ र हामी लागि परेका छौँ? तपाईँ र मेरो जीवनको फोकस चाहिँ के भएको छ आजको दिन? के परमेश्वरलाई आत्मा अनि सत्यतामा आराधना गर्नु हो? होइन। तपाईँ र मेरो जीवनको फोकस चाहिँ आजको दिनमा संसारको चाल, संसारको तरिका, रुपियाँ पैसा, संसारले दिने कुराहरू, मोज मजा, त्यो आरामको जिन्दगी भइसक्यो। आज आराधना गर्नको लागि आउँदै गर्दा यदि घुँडा टेकिनु गाह्रो पर्दैछ भने तपाईँले आफूलाई चेक गर्नुहोस्। आराधना गर्ने जग्गामा आउँदै गर्दाखेरि तपाईँको हात उठाउनु तपाईँलाई गाह्रो पर्दैछ भने आफूलाई चेक गर्नुहोस्। यदि यो बिहानी तपाईँको हृदयभित्रबाट परमेश्वरलाई आराधना गर्नको लागि त्यो धुन गीतहरू निक्लेको छैन भने आफूलाई चेक गर्नुहोस्। हामीले हृदयलाई घुमाइसकेका छौँ। आज बिहानी यो आराधनामा तपाईँलाई अगुवाई गर्दै गर्दा भन्न चाहन्छु, आउनुहोस् हामी त्यो डाँडामा चढौँ परमेश्वरलाई आराधना गर्नु। आउनुहोस् परमेश्वरको पवित्र स्थानमा हामी खडा हौँ, जहाँनिर हामी परमेश्वरलाई आम्ने सामने देख्न सकौँ। मूसाले त्यो डाँडामा चढिकन परमेश्वरलाई हेर्ने इच्छा गरेको थियो। परमेश्वर मलाई तपाईँको मुहार देखाउनुहोस्, म तपाईँको नजिक आउन चाहन्छु प्रभु। आउनुहोस् यो बिहानी प्रार्थना गर्न थाल्नुहोस्। यो बिहानी आराधनामा भन्न थाल्नुहोस्, प्रभु म तपाईँलाई आराधना गर्छु। हो शाखा
प्रभुको रगतले शुद्ध गरी माग्नुहोस् हृदयहरूलाई प्रभुको रगतले विचारहरूलाई शुद्ध गरी माग्नुहोस् ओ शाक्राता शुद्ध गर्नुहोस् प्रभु हाम्रो हृदयहरूलाई शुद्ध गर्नुहोस् प्रभु हाम्रो विचारहरूलाई हाम्रो हातहरूलाई शुद्ध गर्नुहोस् प्रभु अझै प्रभुको उपस्थितिमा पस्दै जाउँ आराधना गर्दै जानुहोस् गीतलाई नपर्खिनुहोस् धुनलाई नपर्खिनुहोस् उहाँको नाउँलाई उच्चारण गर्न जानुहोस् आउनुहोस् यो बिहान आराधना गर्नको लागि तयार भएका छौँ हामी गीतहरू गाउँदै परमेश्वरलाई आराधना गर्नेछौँ जसै यो तुरै हामी फुक्छौँ यो तुरै बज्दै गर्दाखेरि आफ्नो पोजिसनहरूलाई ठिक गर्नुहोस् आराधना गर्नको लागि घुँडाहरू टेक्नुहोस् हातहरू उठाउन थाल्नुहोस् उठ्नु सक्नुहुन्छ उठ्नुहोस् भिडियोलाई अन गर्न थाल्नुहोस् यो बिहानी हामी त्यो डाँडामा उक्लिँदैछौँ परमेश्वरको डाँडामा हे अन्य भाषामा बोल्दै धुनहरू निकाल्दै आत्मिक गानहरू गाउँदै यो बिहानी अन्य भाषामा बोल्न अन्य भाषामा बोल्दै भन्नुहोस् प्रभु म त्यो डाँडामा उक्लिँदैछु म त्यो पवित्र पर्वतमा म तपाईँलाई आराधना गर्न आउँदैछु त्यो प्रभु तपाईँको डाँडामा परमप्रभुको डाँडामा म उक्लिँदैछु यहाँ छ बिहानी परमप्रभुको डाँडामा म उक्लिँदैछु आज बिहानी Stuti gaunda, 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 stuti gaunda. Hallelujah. Hatu cari ko naman ako. Hallelujah. 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 Mo tapaiku
हेर्न चाहन्छु म तपाईको खोजी गर्छु म तपाईको हेर्न चाहन्छु म तपाईको खोजी गर्छु आराधना गर्छु पवित्रताको सुन्दरतामा आराधना गर्छु पवित्रताको सुन्दरतामा हृदय सब खोली आउँछु हृदय सब खोली आउँछु स्तुति गाउँदा ओ स्तुति गाउँदा यसुलाई स्तुति गाउँदा यो बिहानी प्रभुलाई आराधना गरौँ एकैछिन घोषणा गरौँ यो बिहानी मेरो राजा मेरो मालिक मेरो राजा मेरो राजा मेरो मालिक मेरो राजा मेरो मालिक मेरो राजा मेरो राजा सबैजना मिलेर मेरो Hallelujah, hृदयबाट Hallelujah, हृदयबाट Hallelujah, प्रभु तपाईलाई आराधना यो बिहानी तपाईको नामलाई प्रशंसा Hallelujah, उचालिनुहोस् माया गर्छु येशू तपाईलाई माया गर्छु येशू तपाईलाई मेरो राजा मेरो मालिक मेरो राजा मेरो मालिक उचालिनुहोस् मेरो राजा मेरो मालिक मेरो राजा मेरो मालिक आराधना गर्छु पवित्रताको सुन्दरतामा आराधना गर्छु पवित्रताको सुन्दरतामा आराधना गर्छु
आराधना गर्छु पवित्रताको सुन्दरतामा हृदय सब खोली आउँछु हृदय सब खोली आउँछु हृदय सब खोली आउँछु आराधना 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 येशूलाई हृदयको आराधना 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 येशूलाई हृदयको हृदयको भेटी चढाउँछु आराधना मेरो येशूलाई हृदयको हृदयको भेटी चढाउँछु आराधना मेरो येशूलाई आराधना 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 येशूलाई आराधना 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 हृदयबाट बनाऊ आराधना येशूलाई आराधना 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 येशूलाई Oh yes Lord Oh येशूलाई येशूलाई आराधना आराधना तपाईलाई आराधना आराधना येशूलाई आराधना Yes, Lord. Oh, Yeshua, तपाईको अनुग्रह हरेक समय नै नयाँ नयाँ हुन्छ तपाईको प्रेमले हरेक समय नै मलाई अँगाल्नुहुन्छ तपाईको अनुग्रह हरेक समय नै नयाँ नयाँ हुन्छ तपाईको प्रेमले हरेक समय नै मलाई अँगाल्नुहुन्छ म डराउँदिन हे येशू
मेरो साथमा म डराउँदिन हे येशू तपाईं मेरो साथमा हृदयको भेटी चढाउँछु आराधना मेरो येशूलाई हृदयको भेटी चढाउँछु आराधना मेरो येशूलाई आराधना हात उचालिकन भनौँ आराधना हृदयबाट आराधना येशूलाई हृदयबाट आराधना 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 येशूलाई आराधना 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 येशूलाई Thank you Lord Oh Lord यो बिहानै हामी आराधनाको भेटी चढाउँछौँ तपाईलाई You are worthy You are worthy You are worthy You are worthy आराधना गर्दैछौँ परमेश्वरलाई आत्मा र सत्यतामा हृदय खोलिकन हो येशूआ येशूआ याह्वे याह्वे तपाईलाई आराधना Yes Lord तपाईँको प्रेमले जितेको छ मलाई येशू येशू शिरारारारा गाउन दिनुहोस् मेरो हृदयलाई तपाईँको करुणा हरेक बिहानी गाउन दिनुहोस् मेरो हृदयलाई तपाईँको करुणा सम्झी हरेक बिहानी माझ येशूको प्रेम सदा माझमा हान्छ येशूको प्रेम सदा गाउन दिनुहोस् गाउन दिनुहोस् मेरो हृदयलाई तपाईँको करुणा सम्झी हरेक बिहानी
तपाईँको करुणा सम्झी हरेक बिहानी मान्छ यसुको प्रेम सदा Yes, Lord. Oh, manja Tapai, Yesuku prem manja manja, manja Tapai ku prem, Yahweh Tapai ku prem. शक्तिशाली छ तपाईको प्रेम महान छ यसुको प्रेम सदा महान छ तपाईको प्रेम यसुको आज बिहान यो आराधना गर्दै गर्दा उहाँको प्रेमले हाम्रो हृदयलाई ढाक्दैछ उहाँको नाउँलाई उचाल्दै गर्दाखेरि उहाँको मायाले हाम्रो हृदयलाई भर्दैछ यो बिहानी उहाँको सुवासनाले हाम्रो हृदयलाई भर्दै हुनुहुन्छ परमेश्वरले त्यो सुवासनाले हाम्रो हृदयलाई परमेश्वरले ढाक्दै हुनुहुन्छ यो बिहानी अझै परमेश्वरको नाउँलाई उचालिने रहौँ त्यो सुवासना हाम्रो जीवनमा आउँदै गर्दा त्यो सुवासनाले हाम्रो हृदयभित्र त्यो अनन्त शान्तिलाई लिन आउँदैछ अझै प्रभुलाई आराधना गरिने रहौँ प्रभुको नाउँलाई उहाँलाई प्रेम गरिने रहौँ तपाईँको प्रेम हृदयमा नयाँ हुन्छ तपाईँको प्रेम नयाँ हुन्छ तपाईँको प्रेम नयाँ हुन्छ तपाईँको प्रेम नयाँ हुन्छ मेरो हृदयमा महान छ तपाईँको प्रेम महान छ येशूको प्रेम येशूको प्रेम सदा भनिन रौँ यति बेला येशूको प्रेम आमेन आमेन सदा महान छ महान छ
येशूको प्रेम सदा मान्छ तपाईको मान्छ येशूको प्रेम सदा मान्छ भनिने रौँ मान्छ येशूको प्रेम सदा मान्छ 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 येशूको प्रेम सदा मान्छ तपाईको येशूको प्रेम सदा मान्छ मान्छ येशूको प्रेम सदा हृदयबाट येशूको प्रेम सदा मान्छ येशूको प्रेम सदा यो गीत गाउँदै गर्दा येशूको प्रेमले यो बिहान हाम्रो हृदयलाई ढाक्दैछ मान्छ तपाईको प्रेम मान्छ तपाईँको प्रेम येशूको प्रेम सदा सबै कुरो सिद्धिएर जान्छ तपाईँको प्रेममा त अटल रहन्छ सबै कुरो अन्त हुन्छ तर एउटै सिद्ध प्रेम मात्र रहिरहन्छ त्यो सिद्ध प्रेमले चाहिँ हामी भित्रको डरलाई हटाउँछ हो द पर्फेक्ट लभ तपाईको प्रेम चाहिँ सिद्ध छ येशू जुन प्रेमले प्रभु तपाईँले हामीलाई अँगाल्नु भएको छ जुन प्रेमले प्रभु हामीलाई योग्यको ठहराउनु भएको छ येशूको प्रेम सदा एकैछिन भनिने रौँ मान्छ येशूको प्रेम सदा मान्छ मान्छ तपाईँको प्रेम येशूको प्रेम सदा मान्छ 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 येशूको प्रेम सदा पहाडमा दौडाउँदै सब तपाईँ हृदयलाई जगाउने सुवासना आफूलाई पहाडमा दौडाउँदै आउनु
सब तपाईँ हृदयलाई जगाउने सुवासना आफूलाई दुलही पर्खिरहेछ मेरो दुल्हा अब आउनु हो बाटो हेरिरहेछ येशुआ अब आउनु हो दुलही पर्खिरहेछ मेरो दुल्हा अब आउनु हो बाटो हेरिरहेछ येशुआ अब आउनु हो रातभरि खोज्नेछु तपाईलाई चोखो प्रीतको दियो जलाई रातभरि खोज्नेछु तपाईलाई चोखो प्रीतको दियो जलाई तपाईकै पाइलाहरूको आवाज सुन्न चाहन्छु अनन्त पाइला सारी तपाईँकै बन्न चाहन्छु पहाडमा दौडाउँदै आउनुहोस् अब तपाईँ हृदयलाई जगाउने सुवासना आफूलाई पहाडमा दौडाउँदै आउनुहोस् अब तपाईँ हृदयलाई जगाउने सुवासना येशुआ तपाईँ हाम्रो दुल्हा हुनुहुन्छ हामी तपाईँको दुल्है हौ प्रभु तपाईँको बाटो हेरिरहन्छौँ एकटक लगाएर प्रभु हामी तपाईँलाई पर्खिन्छौँ हाम्रो आत्माले तपाईँलाई पर्खाउँदछ मेरो प्रेमी येशूलाई पर्खन्छ मेरो प्रेमी येशूलाई पर्खन्छ पर्खन्छ येशू पर्खिरहन्छु तपाईलाई पर्खिरहन्छु तपाईँलाई शिरमा शता रिब्रो महाशाखाती आलाबाखाती एकैछिन हाम्रो दुईटा हातलाई माथि उठाउँ अनि भन्न थालौँ प्रभु दुल्हा तपाईँलाई हामी पर्खिरहेका छौँ हाम्रो हृदयले तपाईँलाई पर्खिरहेको छ यो आँखाले तपाईँको बाटोलाई हेरिरहन्छ प्रभु मुख खोलिकन भन्न थाल्नुहोस् प्रभु तपाईँको बाटो हेर्छौँ हामी थाक्दैन प्रभु तपाईँलाई पर्खिँदै गर्दा हामी नवीन सामत पाउँछौँ कारण तपाईँको बाटो हेर्नेले चाहिँ नवीन सामत पाउँछ प्रभु
तिनीहरू चिल चाहिँ माथि माथि उठ्छ, कहिले पनि थाक्दैन प्रभु। तपाईँलाई पर्खिँदै गर्दाखेरि हामी अझ नयाँ हुन्छौँ, तपाईँलाई पर्खिँदै गर्दा चाहिँ हामी शक्तिशाली हुन्छौँ। यो बिहानीको आराधना गर्दै गर्दा परमेश्वर तपाईँको बाटो हेर्न सिकाउनुहोस्। Thank you, Lord, यो बिहानी तपाईँको नाउँको प्रशंसा होस्। यो बिहानी हाम्रो आराधनामा तपाईँ उचालिनुहोस् प्रभु। यदि आज यो आराधना तपाईँको अगाडि ग्रहण योग्य ठहरिँदैन भने हामीले गरेको सबै कुरो बेकार हुन्छ प्रभु। यदि हाम्रो स्तुतिको बलिदान चाहिँ तपाईँको अगाडि ग्रहण योग्य हुँदैन भने प्रभु हामीले चढाएको सबै कुरो खेरो जान्छ प्रभु। आज बिहानी प्रभु हाम्रो हृदयलाई शुद्ध गर्छौँ तपाईँको रगतले, अनि हाम्रो प्रेमीसँग हामी एक हुन्छौँ, कारण तपाईँ योग्यको परमेश्वर हुनुहुन्छ। You're worthy, you're worthy, you're worthy, you're worthy, you're worthy, you're worthy. योग्य 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 को तपाईँ योग्य, तपाईँ पवित्र। दुईटा हात उचालिकन एकैछिन अन्तिमचोटि भनौँ हामी, प्रभु तपाईँ योग्यको हुनुहुन्छ, तपाईँ योग्यको हुनुहुन्छ, तपाईँको प्रेम योग्यको छ, तपाईँ महान हुनुहुन्छ, तपाईँ शक्तिशाली हुनुहुन्छ, तपाईँ पवित्र 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 हुनुहुन्छ। तपाईँ जो हुनुहुन्थ्यो, तपाईँ जो हुनुहुन्छ र जो हुन आउनुहुने परमेश्वर हुनुहुन्छ। तपाईँ सुरु अनि अन्त हुनुहुन्छ। तपाईँको राज्य, तपाईँको धार्मिकता चाहिँ सदा अनि सर्वदा रहिरहन्छ। हो प्रभु, you're worthy, you're worthy, you're worthy, you're worthy, oh you're worthy। तपाईँ योग्यको परमेश्वर, तपाईँ योग्यको परमेश्वर। शिप्रा माखा साक्रा थालाबायासे रिब्राखा थालाबाहासो माखा थाराबाराबायासे रिब्रा मामा 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 याशिरियान्दाना। You're worthy, you're worthy. Thank you, Lord. उचालिनुहोस् यो बिहानी सबै आदर भक्ति प्रशंसा हामी तपाईँलाई दिन्छौँ। केवल तपाईँको नामको प्रशंसा होस्। धन्यवाद तपाईँलाई, धन्यवाद तपाईँलाई, धन्यवाद। मुख खोलिकन एकचोटि परमेश्वरलाई धन्यवाद चढाउँ उहाँले गर्नुभएको महान कामको निम्ति। उहाँको वचनले भन्छ, हे मेरो प्राण परमप्रभुको प्रशंसा गर्नु, उहाँको उपकारहरूलाई नबिर्सी, जसले तेरो सबै अधर्मलाई क्षमा गर्नुहुन्छ र जसले तेरो सबै रोगहरूलाई निको पार्नुहुन्छ। He is worthy, उहाँ योग्यको हुनुहुन्छ हामीलाई क्षमा गर्न, हामीलाई सबै रोगबाट निको पार्न। धन्यवाद परमेश्वर तपाईँलाई यो बिहानी उचालिनुहोस्, सबैबाट तपाईँको महिमा भएको होस्। यो बिहानीको आराधना प्रशंसाबाट केवल तपाईँको नाम उचालियोस्। अब उपरान्त समयलाई हामी तपाईँको हातमा दिन्छौँ। नासरत येशू तपाईँको नाम, आमेन आमेन आमेन। हुन्छ, म यो समय हाम्रो सञ्चालक गर्नुहुने उहाँलाई दिन चाहन्छु। थ्याङ्क यू सो मच।